धेरै धेरै स्वागत छ। र साथै आज हामी कहाँ जाँदैछौँ, आज किन यसरी आज हामी चाहिँ मारुङ डाँडा जाँदैछौँ। अब हेर्दै गर्नु होला, हामी दमौलीबाट हिँडिसक्यौँ है। अहिले चाहिँ दमौली आएर गाडीहरू पाइन्छ। अब मसँग को जाँदै हुनुहुन्छ त हेर्नु है। हेलो भाउजू, लीला मिस, वारिता मिस, यहाँ मिस रेनु, उहाँहरूको पनि पछाउँदैछु। ल हामी जाँदै गर्छौँ, हेर्दै गर्नु होला है त। कस्तो छ बाटो हेरौँ, आउँदै गर्नु होला। अब यो जाडो महिनामा त एकदम मारुङ डाँडा जानलाई एकदम धेरै भिडभाड हुन्छ। त्यही भएर कुहिरोको लागि पनि धेरै प्रख्यात छ मारुङ डाँडा चाहिँ। आउनु होला, भिजिट गर्नुहोस्। दमौलीबाट आधी घन्टा जस्तो बाटो टाइम लाग्छ भन्नुभयो है। दमौली पुलै हेर्नुहोस् गाइस, आधा बनिसकेको छ। दमौलीको पुल कटिसकेपछि चाहिँ एउटा उता पोखरातिर जाने र यता माथि मानुङ जाने बाटो छुट्टिएको हुन्छ। त्यहाँ माथिबाट चाहिँ मानुङ जाने बाटो है यो। मैले चाहिँ यो भोइसबाट गर्दैछु किनकि त्यो बेलामा भिडियो चाहिँ बनाएँ तर भन्न चाहिँ बिर्सेछु। यहाँ साउन्ड्सको डिस्टर्ब थियो, नोइजहरू आएको भएर गाडीमा थिएँ म, अनि नोइजहरू आएको भएर चाहिँ मैले अहिले भोइस ओभर गर्दैछु है। हामी मानुङ पुग्दा चाहिँ लगभग 5-6 बज्न लागिसकेको थियो। अनि हामी बेलुकीको भ्युज हो यो चाहिँ, हेर्नुहोस् कस्तो राम्रो थियो। घाम ठ्याक्क अस्ताको बेलामा परेको भएर अलिकति कति राम्रो देखिएको छ। यहाँबाट देखिने भ्यू हो यो चाहिँ। मैले चाहिँ सिनेमेट्रिक र नर्मल क्यामेराबाट गरेको भएर चाहिँ यस्तो देखेको है। राम्रो थियो, रमाइलो भयो गएर हेर्दाखेरि चाहिँ। आफैले क्यामेरामा कैद गर्नुभन्दा नि आफैले हेर्दा चाहिँ झनै राम्रो छ है। यो भ्यू हेरिसकेपछि चाहिँ अँध्यारो भइसकेको थियो। अनि हामीले खानासाना खाएर चाहिँ एकछिन डान्स गर्नु लाग्यो। हामी यति नाचेर चाहिँ सुत्न गइसकेको थियौँ। अनि यो चाहिँ बिहानको भ्यू हो, हेर्नुहोस्। हामी बिहान बादल हेर्नको लागि होटलबाट हिँड्दाखेरि चाहिँ देखिने भ्यू हो यो चाहिँ। उनी चाहिँ रेनु, अनि रिचा दिदी, अनि सानी कान्छी भएर हामी 3जनासँग मसँग गरेर 4जना भएर चाहिँ हामी भ्यू हेर्नको लागि हिँड्दैछौँ।
त्यसपछि हामी ब्रेकफास्ट खाएर हामी चाहिँ हाम्रो घरतिरको लागि फर्कियौँ दमौरीसम्म। त्यसै गरी अब चाहिँ यो भिडियोबाट इन लिने बेला भयो। हस् त बाई बाई, थ्याङ्क यू फर वाचिङ।